फाइनली गाइजहरू होइन म चाहिँ आज फेरि जङ्गल आएको छु कि अब जङ्गल चाहिँ किन आएको भन्नु भने त्यही त अब हेर्नु न यी दुईवटा डोको छ त हौ फोटो लानु परेको छ अनि म चाहिँ टक्क गाउँ आएर जङ्गल लाग्छु अनि यहाँनिर जङ्गलतिर चाहिँ यसो के छ भनेर जान्नु भनेर होइन अगाडि आएको अनि हामी छौँ एक दुईजना यस्तो पो छ त हौ हजुर अनि जङ्गल चाहिँ को आएको भन्नु छ भने उहाँ हुन्छ दिदी अनि यहाँ हुन्छ बुनु अनि हामी चाहिँ तिनजना आएको जङ्गल गर्नु हजुरको नाम भनिदिनुहोस् त मेरो नाम अनुष्का गिरी हजुरको के गर्नु जङ्गल आएपछि हेर्नु न पसिनाको धारो छ त के गर्नु जिन्दगी बिजोको छ त हाम्रो त हामी त गाउँले जिन्दगी पर्यो काम गर्नु पर्यो खानु पर्यो बस्नु पर्यो के गर्नु बाबुआमाको दुःख हेर्नु पर्यो होइन त्यस्तै छ बाबुआमाको दुःख हेरेर त काम गरेर त्यही त नि अब बाबुआमाको दुःख हेर्नु सकिँदैन सहरबाट हिजो होइन अस्तिको दिन अनि बाबुआमाको दुःख टक्क लाएर अब हेर्नु सकिँदैन नि त अनि टक्क अब बिहा अब सकिन्जेलसम्म त आफूले गर्नुपर्छ अनि त्यही भएर अनि टक्क लाएर हेर्नु न आमा पसिना पनि कति साह्रो है